लो परदेशमा एउटा नेपाल जस्तै एउटा ठाउँ भेटियो घुम्ने क्रममा। लेकको खरकहर जस्तै गाई पाल्ने ठाउँ रहेछ। सायद यो गाई पाल्नका लागि बनाएको जग्गा होला। र यहाँ चाहिँ खासमा मान्छेहरू घुमघाम गर्नका लागि त्यो यस्तो स्पोट अथवा यो बारहरू बनाएको रहेछ हिँडडुल गर्नको लागि। खासमा भित्र चाहिँ पस्न नदिँदो रहेछ। यो झन् त हेर्दाखेरि नेपालको पहाडी भेगतिरका हिमाली खर्कहरू जस्तै देखिने ठाउँ, तर त्यति साह्रो जाडो चाहिँ हुँदैन। अहिले गर्मी छ यो ठाउँमा। यसो हेर्दा रमाइलो छ र राम्रो छ घुम्नका लागि। शान्त र सुन्दर ठाउँ। सायद यो सबै वनहरू फाँडानी गरेर यसो गाई पालनकै लागि बनाएको जस्तो लाग्छ। यसो हेर्दाखेरि यो सायद यो गाई बाँध्नका लागि बनाएको यो खोरहरू नै होला। तर गाईहरू चाहिँ निकै पर खोल्सातिर रहेछ। त्यहाँबाट त्यो डाँडाबाट बाइनोकुलर राखेको छ। त्यहाँबाट हेर्दाखेरि देखिँदो रहेछ गाईहरू पर डाँडातिर चोरेको कता कता झुप्प भएर बसिरहेको देखिन्छ। रमाइलो छ ठाउँ, रमाइलो छ ठाउँ। लु हेर्नु त ठ्याक्कै हाम्रो के अरे उता खोटाङ र भोजपुरतिरको टेम्के मयौँ जस्तो लाग्यो झन्डै। र त्यति साह्रो यहाँ जाडो छैन, गर्मी छ। वातावरण फरक छ हाम्रोतिर र यहाँको। यो सायद यो चरीचरणकै लागि होला यस्तो बनाएको ठाउँ। हेर्दाखेरि आफ्नो गाउँठाउँको झल्को दिने। गाईहरू चाहिँ तल चरिरहेको अलिअलि देखिन्छ। यो घर देखेको घर अगाडि गाईहरू यिनीहरू बथान चरिरहेको छन्। राम्रो, एकदमै राम्रो स्थान छ। रमाइलो लागिरहेछ मलाई पनि। सायद छुट्टीको दिन नभएर मान्छेहरू खासै घुम्न आइरहेको छैन। तर छुट्टीको दिनमै यो ठाउँ मान्छेहरूले भिडभाडले भरिन्छ होला जस्तो लाग्छ। यो कुन देशको भन्दा यो चाहिँ साउथ कोरिया है, दक्षिण कोरिया। खासमा भन्दा हामी चाहिँ काम नभएर कम्पनी छोडेर कम्पनी भएर काम खोज्ने सिलसिलामा हो। अनि त्यही भएर फुर्सद भएको कारणले साथीहरूसँग यसो घुम्दै डुल्दै गर्दै यो ठाउँमा आइपुग्यो, स्थानमा आइपुग्यो। र म यहाँहरूलाई देखाइदिइरहेको छु। राम्रो छ। यो दिदीले दुईवटा कुकुरको बच्चाहरू चराउँदै लिएर आएर रहेछ। यो कोरियाको यो स्थान चाहिँ छुङछङ नाम्दो ससान
ससन बजारको यो हेमी भन्ने ठाउँतिर पर्दो रहेछ है। यो सिधै यतातिर ससानदेखि बस समातेर हेमी भन्नेतिर आयो भने यो ठाउँ आइपुग्न सकिँदो रहेछ। खास चढ्ने उकालो चाहिँ यही बाटो हो। ऊ त्यहाँ एउटा बाइनोकुलर छ, यहाँ एउटा छ। यहाँबाट जताततै हेर्न मिल्छ। यो तल हेमीको बजार भइहाल्यो। आउने छु तलबाट हो। अब उतातिर ससान भइहाल्यो। लौ त, हस् धन्यवाद। म अहिले बिदा हुन चाहन्छु।